जनताको आवाज सुन्ने थलो हो भन्ने अनि सुन्दै नसुन्ने वातावरण सिर्जना भयो भने यो सदनको औचित्य के हुन्छ? त्यसकारणले पनि हामीले निरन्तर रूपमा हाम्रो आवाज सुन्नु पर्यो, हाम्रो कुरा सुन्नु पर्यो, यो समाधानमा पुर्याउनु पर्यो भनेर कुरा राख्दै आइरहेका छौँ। सरकारले आज पनि अब सामान्य प्रधानमन्त्रीज्यूको प्रश्नोत्तरको कार्यक्रम थियो, त्यो कार्यक्रम हामीले नचलाउनुस् भने आएन, चलाउनुस्, तर हाम्रो पनि प्रश्न थियो, हाम्रो पनि कुरा थियो। सम्माननीय प्रधानमन्त्रीज्यू आजको सरकारको मूल पात्र हुनुहुन्छ, सरकारको नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ। उहाँलाई नसुनाए कसलाई सुनाउने? सदनमा हामीले निरन्तर भनिराखेका कुराहरू पटक पटक विभिन्न मन्त्रीज्यूहरूले त सुन्नुभयो होला, मिडिया मार्फतबाट सुन्नुभयो होला, तर यही सदनमा आउनुभएको बेला प्रत्यक्ष सांसदहरूले कुरा राख्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले नसुन्नु पर्ने त्यस्तो त कुनै कुरा छैन नि। सदनले उठाएका कुराहरू सम्माननीय प्रधानमन्त्रीज्यू जवाफदेही हुनुपर्छ, उहाँलाई नै आज सुनाउनुपर्छ भनेर हामीले आज उठेका थियौँ। तर अब हामीलाई समय विनियोजन भएन। यदि यो सदनमा हामीले पटक पटक आन्दोलन गर्दा, विरोध गर्दा समय पाऊँ, कुरा सुनियोस् भन्दा पनि सदनले सुन्दैन भने यो सदनमा हाम्रो स्थान रहेन रहेछ भनेर आज हामीले बहिष्कार गरेका हौँ। अब जनतामा जानुभन्दा बाहेक अब के विकल्प बाँकी भयो त? सदनमा बसेर बेकारको समय बर्बाद गर्नुभन्दा, यहाँ कसैले पनि नसुनेर बेकारको समय बर्बाद गर्नुभन्दा त जनतासँग गएर हाम्रो कुरा राख्नु, अर्को पालिलाई यस्तो हुँदैछ है भनेर जनतालाई यथार्थ देखाउनु चाहिँ नि महत्त्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई महसुस भएको छ। त्यसकारणले आज हामीले बहिष्कार गर्यौँ। फेरि यस्तो हो, विरोधका अनेक आयामहरू हुन्छन्, स्वरूपहरू हुन्छन्। हामीले धेरै पटक भनिराखेका छौँ, वार्ता गर्नुहोस्, संवाद गर्नुहोस्। यो जुन समस्या देखिया छ यो कुनै हामीले व्यक्ति विशेषलाई लक्षित गर्न खोजेको होइन। निकै ठुलो सञ्जाल छ, निकै धेरै मानिसहरू, नेपाली मानिसहरू चाहिँ देशका विभिन्न देशहरूमा चाहिँ एउटा आधुनिक दास जस्तो बनेर बेचिनु परेको स्थिति हामीमा आएको छ। अब यस्तो गम्भीर विषयमा पनि सरकार गम्भीर हुने वातावरण नहुनु भनेको यो राम्रो कुरा होइन।